हेलो नमस्ते गुड मर्निङ शुभ बिहानी सबैलाई। आज म तपाईँहरूमा आज एउटा सानो छोटो मिठो भिडियो पस्काउन गइरहेको छु। यो भिडियो चाहिँ माछापुछ्री गाउँपालिका वडा नम्बर 2 स्थित रहेको खाँदरजुङमा रहेको श्री बारै आधारभूत विद्यालयको। यो विद्यालयमा चाहिँ सहयोगी दाताहरूले चाहिँ आजको दिन विद्यार्थीहरूको लागि टाई बेल्ट त्यस्तै गरी जुत्ता मोजा र ट्र्याक सुट सेट चाहिँ वितरण गर्नुभएको छ। उहाँहरूको ठुलो सहयोगको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस विद्यालयमा अध्ययनरत छात्र छात्राहरूको लागि चाहिँ तपाईहरूले पनि दिल खोलेर मन खोलेर सहयोग गर्न सक्नुहुनेछ। हाम्रो नै सानो सहयोगले विद्यालयमा अध्ययन गर्दै गरेको भाइ बहिनीहरूको लागि चाहिँ ठुलो भविष्यको लागि ठुलो योगदान हुनेछ, ठुलो सहयोग हुनेछ भन्ने आशा लागेको छ। कृपया आउनुहोस्, यो कार्यक्रममा चाहिँ भाइ बहिनीहरूको नाचगान र यस विद्यालयमा अध्यापन गराउनुहुने शिक्षिकाहरूको पनि दमदार नाच रहेको छ। आउनुहोस्, हेर्नुहोस्, रमाउनुहोस् र सल्लाह सुझाव दिनुहोस् कस्तो लाग्यो। त्यतिन्जेलको लागि बाई बाई। उहाँको बुबा र मम्मीको सौजन्यबाट हाम्रो आदरणीय दाइ निलबहादुरको पहलमा यो आज वितरण हुन गइरहेको छ। यो कुरा मैले कसले दियो भन्ने विषयमा मैले यहाँलाई जानकारी गराउन चाहेँ। अहिले अतिथिहरू आइसकेपछि फेरि पनि म यो कुराहरू बताउने नै छु, दोहोऱ्याउने नै छु। र अब जुत्ता मोजाको हकमा हाम्रो एसियन सुज कम्पनी लामाचौरमा हाम्रो दिला भाइ सबैले चिन्नुहुन्छ, साथी खोलावासी हामी सबैले चिन्छौँ। भाइ अत्यन्त व्यापारिक हिसाबले एउटा केही कर्म त सबैले गर्न पर्यो र फेरि पनि 2-4 पैसा कमाइ गरेको पनि केही अंश उहाँले समाजसेवामा लगानी गरिरहनु भएको छ। यसको लागि हामी भाइप्रति आभार प्रकट गर्न चाहन्छौँ। भाइ आउनुभएको छ, दिला भाइलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। उहाँ एसियन सुज कम्पनी लामाचौरको प्रोपाइटर हुनुहुन्छ। भाइलाई यसपालि हामीले योभन्दा 3-4 वर्ष अगाडि भाइले 51 जना विद्यार्थीहरूको लागि जुत्ता मोजा निःशुल्क रूपमा विद्यालयमा आएर वितरण गर्नुभएको थियो। उहाँको कम्पनीको जुत्ता फेरि हाम्रो यो भेगमादेखि लगेर पोखरा नेपालभरि नै कम्पनीहरूलाई यो ट्र्याक सुट चाहिँ हाम्रो यस विद्यालयमा अध्ययनरत एकजना छात्र बियाङ्का तामाङ भन्ने छात्र हुनुहुन्थ्यो। उहाँको जन्मदिनको पावन अवसरमा हामीले उहाँको बाबा मम्मी बेलायतमा कार्यरत हुनुहुन्छ र उहाँको बिहानकाको हजुरबाबा यहाँ विद्यालय व्यवस्थापन समितिको पूर्व अध्यक्ष पनि हुनुहुन्छ, माछापुछ्री गाउँपालिका वडा नम्बर 2 को वडा सदस्य पनि हुनुहुन्छ पूर्व। र उहाँले गर्नुभएको छ भने 2 जनालाई संस्थागत रूपबाट अझ छात्रवृत्ति वितरण हुन गइरहेको छ। यो कुरा मैले यहाँ जानकारी गराउन चाहेँ। यो विद्यालयलाई यसरी यति धेरै माया गर्नुभएको छ, हामीले भुल्न सकिन्न। यो सहयोग उहाँले निरन्तर रूपमा गरिरहनु हुनेछ भन्ने हामीले
सकेको छ अभिभावकले नै खोलिदिने गरिदिने नगरिदिनु होला ल अध्यक्ष जानु ताली चाहिँ बजाएर हामै सबैले राख्नु है भाइ बहिनीहरू ल्याउनु हुँदैन गर्मीमा हामीले ट्र्याकसुट दियो भने फेरि हल्ला बढी गर्नुहुन्छ भनेर अहिले एकछिनपछि फेरि दिनु त्यो सुप्रिमको प्लास्टिक ज्ञानी हुने भन्दै अब आउने सालहरूमा पनि म सहयोग गर्ने र राम्रो पढे ज्यान्दर विद्यार्थीलाई फेरि पनि सहयोग गर्ने बाचासहित मेरो 2 शब्द यही अन्तर गर्छु। धन्यवाद। धेरै धेरै धन्यवाद प्रिय भाइ लीला भाइलाई हामीले उहाँले गर्नुभएको सहयोगप्रति हामी हार्दिक आभार प्रकट गर्छौँ। उहाँको अझै आगामी दिनहरूमा पनि म सहयोग गर्न तयार छु भन्नुभएको छ। हामीलाई अत्यन्त खुसी लागेको छ। उहाँको एउटा भावना सबैभन्दा ठुलो कुरा हो। उहाँको मन उच्च छ। यसप्रति पनि हामी 12 आजादी विद्यालय समितिले उहाँप्रति सहयोग व्यक्त गर्न चाहन्छौँ।
धन्यवाद र वितरण ताली बजाइदिनु होला है सबैले र सोफिया परिवारले अब आगामी दिनमा यसै गरी हाम्रो केदार आचार्य भाइ उहाँले चाहिँ यो दुईवटा झोला दाई मैले तपाईँको ती बच्चाहरूलाई मैले मेरो तर्फबाट भयो दाई भन्नुभएको छ उहाँप्रति पनि
मुख्य अतिथिको रूपमा आज आउनुभएको छ सीता अधिकारी सबैले उहाँलाई स्वागत गरिदिन ताली बजाएर स्वागत गरिदिनु फुल मालाले उहाँलाई स्वागत गरिदिनका लागि मिस मेडमहरूलाई म हार्दिक अनुरोध गर्छु सबैलाई थाहा छ केही सबैको प्रब्लमहरू हुन्छ र फेरि पनि त्यसलाई चाहिँ थाती राखेर यो विद्यार्थी बच्चाहरूको लागि उहाँले जुन सपोर्ट साथ गर्नुभएको छ त्यसपछि हामी उच्च सम्मान व्यक्त गर्न चाहन्छौँ आज मौसमले सबै हिसाबले अलिकति भने जस्तो हुन सकेन फेरि पनि उहाँले मनन गरिरहनु भएको छ उहाँप्रति हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ त्यो ट्र्याक सुट हामीले अझ मैले के भने 44जना भाइ बहिनीहरू बिचमा चाहिँ कोही 2-4जना भर्ना पनि हुन्छ फेरि तिमीलाई मैले कहाँ गएर ट्र्याक सुट दिँदै 2-4वटा बढी गरेर 50जना गरौँ भनेर भन्नुभयो ल हुन्छ भाइ भनेर 50जना बराबरको उहाँले ट्र्याक सुट दिनुभएको छ 6वटा ट्र्याक सुट हामीसँग एक्स्ट्रा ह्यान्ड सेभिङ भइरहेको हुन्छ अनि कोही विद्यार्थी भर्ना भयो कोही इमर्जेन्सी त्यस्तो कोही हराउन सक्छ चेतिन सक्छ त्यसले गर्दा हामी त्यो क्लिन गर्दैछौँ त्यसको लागि पनि उहाँलाई फेरि पुनः एकचोटि जोरदार तालीले उहाँलाई सम्मान भएको अनि अर्को कुरा अझ हाम्रो टाई भयो भन्न पर्ने धन्यवाद आजको यस कार्यक्रमको व्यक्तिहरूलाई मैले एकमुष्ट रूपमा सम्बोधन गरेँ र यो के अरे जो हाँसे त बाँच्यो अरे होइन अनि यो टेक्निक पढेन भने त्यसको कुनै उसै हुँदैन अरे क्या विशेषता नै चल्ने हो जो चल्दैन त्यो मान्छे एकदम रुसो हुन्छ भन्छ एउटा एकदम चल्नु पर्छ होइन यो है त्यही छ अब आफूलाई एउटा के चाहिन्छ छोरीलाई ज्वाइँलाई भनेर अनि आफ्नो नातिनीको जुन जन्मदिनको अवसरमा यो दिनुभयो त्यसको लागि दाइलाई एकदम धेरै धेरै बधाई अझै उहाँको उन्नति प्रगतिको कामना गर्दै भाइ बहिनीहरूलाई एकदम यो उमेर अनुसार पढ्नलाई अनुरोध गर्दै बिदा हुन्छ नमस्कार अनि लिएर जाने है त्यति बेलासम्म चुप्प लागेर बस्नुहुन्छ एकदम गुड है ल धन्यवाद कार्यक्रम सञ्चालक हाम्रो विद्यालयका प्रहरी यस कार्यक्रमका व्यवस्थापन समितिका अध्यक्षज्यू विशिष्ट अतिथि हाम्रो विशेष गाउँपालिका कार्यपालिका सदस्य व्यवस्थापन समितिका पदाधिकारीहरू हाम्रा सहयोगदाताहरूलाई यहाँ उपस्थित हुनुभएका मेरा आदरणीय मैले सम्मान गर्नुपर्ने मेरा आदरणीय आमाबुबा दाजुभाइ दिदीबहिनी र विद्यालयका शिक्षक कर्मचारी सम्पूर्ण परिवारलाई नमस्कार। सर्वप्रथम त तपाईँहरूलाई यो आर्थिक सहयोग गर्नुहुने विदेशमा भएको बहिनीलाई मिनबहादुर दाइको छोरी उहाँ बहिनी ज्वाइँको सुस्वास्थ्य राम्रो होस् उहाँहरूले सोचे जस्तै होस् र फेरि पनि तपाईँहरूलाई सहयोग गर्ने वातावरण बनोस् र तपाईँहरूलाई यो हाम्रो बालबच्चा सामुदायिक विद्यालयमा पढ्ने भनेको हामी अलिक उत्पन्न नहुने हालै विद्यार्थीहरू पढ्छौँ त्यसको लागि दाइले धेरै सङ्घर्ष गर्नुभयो तपाईँहरूको हेडमास्टर सरले धेरैजना सहयोग मागेर तपाईँहरूलाई केही कुराको कमी गराउनु भएन पालिकाले गर्ने कुरा भन्दा पनि प्रको नाताले यहीँको नागरिक यहीँको अभिभावक तपाईँहरूकै अभिभावकले सरले धेरै कुरा गर्नुभएको छ र हामीले एकदम हेरिराखेका छौँ र तपाईँहरूको पढाइ पनि एकदम राम्रो हुनु पर्यो तपाईँहरूले नजानेका कुराहरू सर म्याडमलाई सिक्नु पर्यो जान्ने कुरा एकदम ज्ञानी हुनु पर्यो है हो कि होइन एकदम ज्ञानी छ भाइ बहिनीहरू र म यो कार्यक्रममा मेरो कारणले हजुरहरूलाई अलिक ढिलो भयो आज पालिकामा सार्वजनिक सुनाइ थियो एकछिन ढिलो भयो म पनि उहाँ पनि पहिलो प्रश्नको उत्तर दिने व्यक्ति म नै हुनुभएको हुनाले उहाँ पनि अलिक त्यो प्रश्नको उत्तर दिएरै आउँदाखेरि ढिलो भएकोमा म हजुरहरूसँग एकदम क्षमा माग्छु है गाह्रो नमान्नु होला उहाँ पनि काम गरेर आउँदै र म यो स्कुललाई अहिले सरले भन्नुभयो हामीले गर्नुपर्ने माछापिसे गाउँपालिकाले शिक्षाका लागि हामीले गर्नुपर्ने कुराहरू गरिराखेका छौँ फेरि नपुगेका कुराहरू के छन् अब आउने बजेट आउँदैछ मिलाएर अब वडा अध्यक्ष यहीँ हुनुहुन्छ
वडाबाट प्रस्ताव गइहाल्छ पानी पाले पनि हामी हामी बसेरै विनियोजित गर्ने कुराहरूलाई हामी सँगै साट्न भन्दै यो कार्यक्रममा सहयोग गर्नु सबैलाई पालिकाको तर्फबाट हार्दिक धन्यवाद दिँदै मलाई यो कार्यक्रममा दाइले यहाँ बोलाएर हजुरहरूसँग भेट्ने अवसर दिलाउनु भएकोमा म आदरणीय मेरो दाइ नै भन्छु मेरो अभिभावकै हो आफै दाइलाई एकदम धन्यवाद दिँदै सम्पूर्णबाट बिदा हुन चाहन्छु। नमस्कार, जय नेपाल।